नमस्ते साथीहरू। आज मैले तरकारी र गेडागुडीको मिक्स दाल बनाउँदैछु। अनि कसरी बन्छ हेरौँ है त। अनि मैले लसुन फोक्दैछु। अनि सबै लसुन प्याज टमाटर काट्दैछु। अनि साथीहरू आज मैले पहिलो पटक आफ्नै भोइसमा सानो मिनी ब्लग बनाउँदैछु। अनि खासै बोल्न त आउँदैन, तैपनि हजुरहरूले स्वीकारिदिनुहुन्छ भन्ने आशा राखेको छु। अनि हल्का नर्भस पनि भएको छु, बोल्न नआएर कतै कमजोरी कति कमजोरी हुन्छ कि भनेर बोल्न नआएर। अनि हजुरहरूले पक्कै पनि स्वीकारिदिनुहुन्छ भन्ने आशा राखेको छु। अनि साथीहरू यसरी यो लौका गेडागुडी आलु फर्सीको मन्टा सबै मिक्स गरेर पकाउनुको कारण चाहिँ मेरो नानी बाबुहरूले तरकारी खानै नमान्ने के। अनि तरकारी खान नमानिसकेपछि चाहिँ मैले यसरी पकाउने भन्ने एउटा सोच आयो। अनि मैले यसरी बनाउन लागेको। अनि गेडागुडीहरू चाहिँ साँझ भिजाएर राख्ने, अनि भोलिपल्ट सर्लक्क राम्रोसँग भिज्छ। अनि राम्रोसँग भिजिसकेपछि राम्रो पकाउन निहुने, दालको काम पनि गर्ने नानी बाबुहरूलाई, तरकारीको काम पनि गर्ने। यसरी बनाइसकेपछि अब सुरु गरौँ है त। अब मैले कुकर बसालेपछि तोरीको तेल राखेँ। तोरीको तेल राखेपछि हल्का जिरा राखेँ। जिरा राखिसकेपछि मैले प्याज राखिसकेपछि हल्का मजाले चलाएँ। चलाइसकेपछि हल्का फेरि लसुनको पेस्ट राखेँ त्यसमाथि। अनि त्यसपछि लसुनको पेस्ट राखेपछि हल्का रातो हुनु दिनु पर्यो। लसुनको पेस्ट राखेपछि फेरि मैले मजाले चलाइसकेपछि आलु राखेपछि हल्का चलाएँ। आलु राखेपछि मैले लौका राखिसकेपछि गेडागुडी राखेँ। गेडागुडी टमाटर राखिसकेपछि मसला नुन बेसार कश्मिरी मिर्चको धुलो राखेर मजाले चलाएँ। मजाले चलाउनु पर्छ, मिक्स हुनुपर्छ जताकतै। अनि चलाइसकेपछि फर्सीको मन्टा राखेँ मैले। थोरै फर्सीको मन्टा राखेपछि फेरि मिक्स गरेर राम्रो मजाले चलाइसकेपछि एकछिन छोपिदिन्छु। छोपिदिएपछि मजाले चलाएपछि बास्ना आउन लागेछ। अनि बास्ना आउन थालेपछि मजाले एकछिन पनि फेरि चलाइरहेपछि मजाले पानी राखेर आफूलाई कति चाहिएको छ, कति खाने हो भनेर त्यति अनुसारले पानी राख्ने। पानी राखिसकेपछि 5-7 सिटी लाउनुपर्छ। 5-7 सिटी लगाएपछि मजाले गेडागुडी पाक्नु पर्यो। अनि मिठो हुन्छ खानलाई। यसरी खुवाउँदा चाहिँ नानी बाबुहरूलाई राम्रो हुने, तरकारीको मात्रा पनि पुग्ने, नानी बाबुलाई दालको मात्रा पनि पुग्ने भनेर यसरी बनाउँछु मैले। अनि साथीहरू मैले चाहिँ यो पहिलो पटक हो बनाएको। हजुरहरूलाई कस्तो लाग्यो, मन पर्यो भने सपोर्ट गरिदिनु होला। अनि एकचोटि अगाडि बढ्ने हुनाले हौसला दिनु होला भन्दै खाना तयारी भइसक्यो। नानी बाबुलाई चाहिँ बोक्लायो भनेर हताइरहेको थियो अघिदेखि। ल खाना सुरु गरौँ है त साथीहरू। हस् त, नमस्ते। मेरो भिडियो हेरिदिनु भएकोमा धन्यवाद।